दर्शकबिन नमस्कार, बोल्दैछु नवराजी। सदाको जस्तै आज पनि तपाईहरुमाझ म अर्को प्रेरणादायी सन्देश लिएर आएको छु। आशा छ यो सन्देशबाट यहाँको जिन्दगीमा सकारात्मक ऊर्जा थप्नका लागि सहयोग मिल्नेछ। यदि तपाईहरु हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने यस्तै खालका मोटिभेशनल भिडियो हेर्नका लागि हाम्रो च्यानल सब्स्क्राइब गर्न नबिर्सनुहोला। आउनुहोस् दर्शकबिन आजको विषयवस्तुतिर लागौं। एक गरीब मानिसका दुई भाइ छोरा थिए। जेठोको नाम रमेश थियो भने कान्छोको नाम उमेश थियो। जब ती गरीब बुढाको मर्ने दिन आयो, उनले आफ्नो सम्पत्तिको नाममा रहेको एउटा भैँसी र अर्को लिच्चीको रुख दुई भाइलाई अंशबण्डा गरिदिने विचार गरे। ती दुई भाइ मध्ये जेठो रमेश अलि धूर्त स्वभावको थियो। उनले सकेसम्म भाइलाई हेप्ने र दुःख दिने गर्थे। जब एउटा भैँसीलाई अगाडि र पछाडि गरेर बाड्न लागियो, तब जेठो चाहिँले भन्यो, म भाइलाई माया गर्छु, बिचरा भाइलाई गोबर सोहोर्ने पनि गाह्रो होला, त्यसैले म भैँसीको पछाडिपट्टिको भाग रोज्छु। बिचरा कान्छो त सोझो दाइले ठिकै भनेको होला भनेर भैँसीको अगाडितिर कही भाग रोज्छ र खुसी पनि हुन्छ। जब लिच्चीको रुख बाड्नु पर्ने भयो, तब दाही चाहिँले रुखको माथिपट्टिको भाग रोज्छ भने भाइलाई फेदतिरको भाग दिन्छ। दिन बित्दै गए, बुढा बाबाले पनि संसार छोडेर जान्छन्। आफ्नो भाग अनुसार जेठोले भैँसीको गोबर सोहोर्ने, नुहाइदिने काम गर्थ्यो भने कान्छोले मिठो मिठो घाँस खोजेर खुवाउने गर्थ्यो। एक दिन भैँसी ब्याउँछ, तर जब दाई चाहिँले दुध दुयो, तर उसले भाइलाई दुध दिएन। उसले भन्छ कि भैँसीको दुध त मेरो भागबाट आएको हो, तँलाई किन दिने। बिचरा भाइ निराश हुन्छ। ऊ गाउँको मुखियाकोमा जान्छ। मुखियाको सल्लाह बमोजिम जब भोलिपल्ट दाइले भैँसी नुहाउँदै थियो, तब भाइ चाहिँले भैँसीको अगाडिपट्टिको भागमा दुई लट्ठी हिर्काउँछ। भैँसीको पालो दाइ चाहिँलाई एक लात हानेर गोबरमा सुताइदिन्छ। रिसले चुर भएको दाइले के भन्न नपाउँदै भाइले भन्छ, मैले त भैँसीको मेरोतिरको भागमा हिर्काएको, तँलाई के मतलब कि मेरो भागमा चाहे मैले जे सुकै गरौँ। दाइले आफ्नो गल्ती महसुस गर्यो। दाइले रुखमा फलेका लिच्ची पनि आफूले मात्र खाने र बेच्ने गर्थ्यो। आज भने जब दाइ रुखमा चढेको थियो, भाइ चाहिँले बनचोरोले आफ्नो फेदतिरको भाग काट्न थाल्छ। अब भने दाइलाई आफ्नो गल्तीको महसुस भइरहेको थियो। त्यो दिनदेखि उसले भाइलाई पनि आधा दुध र आधा लिच्चीको हकदार बनायो। भाइ बहिनीहरू, हामीले आफ्नो गल्तीको महसुस गर्न सकेनौँ भने हामी ठुलो समस्यामा पर्छौँ भनेर यो कथाले हामीलाई स्मरण गराएको छ। अब हामीहरू फेरि पनि एउटा सकारात्मक परिवर्तन ल्याउने कथा सुनाउँदैछौँ। एक गाउँमा हरि र राम भन्ने दुई साथीहरू बस्थे। दुवै गरिब थिए तर मेहनती थिए। एक दिन उनीहरूले सल्लाह गरे, हामी दुवैले मिलेर खेती गरौँ अनि जे फल्छ बराबर बाँडौँ। दुवैले खेत जोते, बिउ छरे, पानी हालेर राम्रोसँग हेरचाह गरे। समय बित्दै जाँदा खेतमा राम्ररी अन्न फल्न थाल्यो, तर रामको मनमा लोभ पलायो। उसले सोच्यो, यदि मैले हरिलाई धोका दिए भने म एक्लै धेरै पाउँछु। बाली पाक्ने बेला आयो। रामले हरिलाई भन्यो, साथी, हामी अन्नलाई माथिल्लो भाग र तल्लो भाग भनेर बाँडौँ। तिमीले माथिल्लो भाग ल्याऊ, म तल्लो भाग लिन्छु। सोचो हरिले ठिकै होला भनेर मान्यो। जब बाली काट्ने समय आयो, हरिले पायो माथिल्लो भाग त खाली डाँठ मात्र रहेछ, असली अन्न त तलको भागमै रहेछ। हरि दुखी भयो, तर उसले केही भनेन। अर्को वर्ष फेरि खेती गर्ने बेला आयो। यसपटक हरिले भन्यो, यसपटक म तलको भाग लिन्छु, तिमी माथिल्लो भाग ल्याऊ। राम खुसी भयो, अब त फेरि पनि जित्ने भनेर। तर यसपटक हरिले आलु रोप्यो। जब आलु पाक्यो, रामको भागमा पात मात्र पर्यो। असली आलु त तल थियो, जुन हरिको भागमा थियो। अब
अब रामलाई आफ्नो गल्तीको महसुस भयो। उसले हरिसँग माफ माग्यो। साथी, मैले लोभ गरेर तिमीलाई धोका दिएँ। अबदेखि हामी सबै बराबरी र इमान्दारिताले काम गर्नुपर्छ। हरिले मुस्कुराउँदै भन्यो, गल्ती मान्ने मान्छे ठुलो हुन्छ। अबदेखि हामीसँगै मिलेर अगाडि बढौँ। त्यसपछि दुवैले इमान्दारी र विश्वासका साथ काम गर्न थालौँ। त्यसपछि दुवैले इमान्दारिता र विश्वासका साथ काम गर्न थाले। उनीहरूको जीवन पनि सुधारियो र गाउँका अरू मानिसहरूले पनि उनीहरूबाट राम्रो पाठ सिक्न सके। त्यसले हामीलाई के सिकाउँछ भने लोभ र धोका कहिल्यै टिक्दैन। लोभ र धोका कहिल्यै टिक्दैन। इमान्दारिता र सहकार्यले नै साँचो सफलता हासिल गर्छ। गल्ती स्वीकार गरेर सुधार्नु नै सबैभन्दा ठुलो बुद्धिमानी हो। हामीहरूले कसैलाई धोका दिएर आफू ठुलो र बुद्धिमानी हुन्छु भन्नु नै हामीहरूको मूर्खता हो। त्यसैले अब हामीहरू कसैलाई धोका दिनुभन्दा पनि कसैसँग सहकार्य गरेर मात्र हामी अगाडि बढ्न सकिन्छ भन्ने यी दुई माथिका कथाबाट सिक्न सकिन्छ। हस् त, तपाईँलाई हाम्रो भिडियो मन पर्यो भने एक लाइक, कमेन्ट र शेयर गर्न नबिर्सनुहोला। आजैबाट तपाईँको जीवनमा